आसिसक्यो 1 हप्ता 2 हप्ता रमाइलो गरियो। अब गर्ने के? अब त्यो दुविधा परिएको छ है। अब विधा छ, रमाइलो गर्ने के हो कि करियरको बारेमा सोच्ने हो कि विदेश जाने हो कि ल्याङ्ग्वेज पढ्ने हो कि टेन्सन छ, के गर्ने गर्ने कन्फ्युजन छ। त्यसमा म अलिकति अगाडि नै आसिसकेको र मैले जे देखेँ पछि आएर आसिसकेपछि तपाईँले 5 वर्ष, 8 वर्ष, 10 वर्षपछि देख्ने कुरा म भन्दैछु है। मैले अनुभव गर्ने कुरा। यो तपाईँलाई हेल्पफुल हुनसक्छ, त्यसैले ध्यान दिएर यो कृपया पुरै भिडियो हेर्नुहोला। आसिसक्यो ठिक छ, अब गर्ने के? सबै कुरा पढाइ मात्र नि होइन, प्र्याक्टिकल पनि चाहिन्छ, सबै थ्योरीले मात्र पनि हुँदैन। अब गर्ने के भन्ने हुन्छ है। मैले चाहिँ यो भिडियोमा चाहिँ मेन पढाइमा फोकस गर्ने भन्दा नि कुन सब्जेक्ट लिने यसमा भन्दा पनि साइड बाई साइड आफूलाई पर्सनली कसरी बिल्ड गर्ने, ताकि काम सकेर जब जब मार्केटमा आइन्छ नि त्यो बेलाखेरि ठ्याक्क तपाईँको एउटा एकाडेमिक डिग्री होस्, अर्को हातमा स्किल होस् क्या, त्यो दुईटा चाहिँ बनाउने मैले प्रयास गर्नेछु यो भिडियो मार्फत। एक मैले रियलाइज गर्ने भनेको चाहिँ के हुन्छ भन्दाखेरि जति सक्दो काम स्टार्ट गर्नुहोस्, सानोतिनो पार्ट टाइम स्टार्ट गरिहाल्नुहोस्, सुरु गरिहाल्नुहोस्। त्यसले के गर्छ भन्दाखेरि फोर्स गर्छ तपाईँले चारवटा पर्खालको बिचमा बसेर म यो स्किल सिक्छु भनेर लिस्ट बनाएर सिक्नु र काममा सिक्नुमा धेरै फरक छ। त्यो तपाईँले लिनुभएको लिनियर अप्रोच छ नि, म एबिसी यसरी चाहिँ अचिभ गर्छु यो स्किल भन्नु र काममा जानु भने तपाईँले फोर्सली इन्भाइरोमेन्टले यसरी च्यालेन्ज गरिदिन्छ कि उसले तपाईँलाई फोर्स बनाइन्छ, मजबुर बनाइन्छ कि तपाईँले त्यो एक्सेप्ट गर्नै पर्छ, ग्रोथ हुनै पर्छ। त्यहाँ डाइनामिक एकदमै डाइनामिक इन्भाइरोमेन्ट हुन्छ। डाइनामिक इन्भाइरोमेन्टले गर्दाखेरि तपाईँको एउटा मात्र एस्पेक्टमा चाहिँ ग्रोथ हुँदैन, तपाईँको होलिस्टिक एक्सपिरियन्समा ग्रोथ हुन्छ। इन्टरपर्सनल कम्युनिकेसन हुन्छ, अलिअलि पैसा आउन थाल्छ, सेभिङको कुरा आउँछ, फाइनेन्सको कुरा आउँछ, टाइम म्यानेजमेन्टको कुरा आउँछ, इमोसनल इन्टेलिजेन्सको कुरा आउँछ, एम्प्याथीको कुरा आउँछ, वर्किङ विथ टिम्सको कुरा आउँछ, गोल्सको आउँछ, अचिभमेन्टको कुरा आउँछ। साथमा पढाइ त छँदैछ। यदि तपाईँले पढाइ मात्र गरिरहनु भएको छ, जब गर्दिनँ, अब म एकैचोटि राम्रोसँग मात्र पढ्छु भन्नु भयो र केही गरी ब्याचलर सकेपछि मात्र जब जोइन गर्नुभयो भने तपाईँले तपाईँको साथीसँगै एउटा अन्तर पाउनुहुन्छ, जसले चाहिँ एसी सकिने बित्तिकै स्टार्ट गर्यो। मैले नि एसी सकिने बित्तिकै स्टार्ट गरिनँ। द्याट इज अ लिटल बिट रिग्रेट द्याट आई ह्याभ। मैले ब्याचलर्सको मिडतिर चाहिँ मैले सेकेन्ड सेमेस्टरतिर चाहिँ बल्ल स्टार्ट गरेँ। मैले छिटो सुरु गरेको भए छिटै एक्सपोज हुन पाउँथेँ रियल कुरामा, रियल वर्ल्डमा। त्यो गर्न पाइनँ, त्यो म सुनाइरहेको छु। त्यो तपाईँले चाहिँ त्यो गर्नु होला। यसले गर्दा यी सबै एस्पेक्टहरू तपाईँको होलिस्टिक ग्रोथ हुन्छ। पढाइ त छँदैछ साथमा, पढाइले पनि दिन्छ। तपाईँको जब छ, जब तपाईँको एकाडेमिक ल सर्टिफिकेट आयो, A+ नै आयो, तपाईँ जबमा जाँदाखेरि A+ आउँथ्यो। एकजना मात्र छैन, त्यहाँ त कम्पिटिसन हुन्छ। अब जब मार्केटमा तपाईँले थियोरिटिकल्ली के जान्नु भएको छ भन्दा पनि प्र्याक्टिकली के उतार्न सक्नुहुन्छ, त्यसमा बढी उनीहरूले खोज्छन् कि मान्छे क्या। प्र्याक्टिकल्ली यसले कति सिकिसकेका छ, उनीहरूलाई तपाईँलाई नयाँ मान्छेलाई राखेर सिकाउनु छैन, सिकाउनमा खासै उनीहरूको इन्ट्रेस्ट छैन। सिकिसकेको कोही मान्छे छ भने इन्भेस्ट गर्नु पर्दैन नि त समय, उनीहरूलाई त्यो मान्छेसँग इन्ट्रेस्टेड छ भनेपछि अब एसी सकिने बित्तिकै कुनै पार्ट टाइम के जब लियो भने तपाईँको सिचुएसनले नि तपाईँलाई ग्रो गर्नको लागि मद्दत गर्छ। कम्फर्ट जोनमा बस्न दिँदैन। आफैले सिक्छु भन्दाखेरि कहिलेकाहीँ के हुन्छ, अल्छी लाग्छ, मोटिभेसन आउँदैन। अब अरूको काम गर्नु परेपछि त के हुन्छ, जबमा पनि मोटिभेसन आउँछ अटोमेटिक, किन भन्दाखेरि त्यो तपाईँको डिसिजन होइन नि त, अरूले डिसिजन लिन्छ क्या त्यसमा त। कसरी समाजसँग घुल्ने, कसरी समाजसँग बोल्ने, थ्योरीमा भएको कुरा जति चाहिँ अलिकति प्र्याक्टिकल हुँदो रहेछ, 90% चाहिँ खासै काम लाग्दो रहेछ है भन्नेको रियालिटी पनि थाहा पाउनको लागि जबमा निस्किनुपर्छ। यी सबै कुरा चाहिँ छिटोभन्दा छिटो चाहिँ जब गर्नेलाई फाइदा हुन्छ है। म्यानेजमेन्ट फिल्डकोलाई भनिरहेको छु है मैले, म्यानेजमेन्ट फिल्डकोलाई। अब कोही साइन्स फिल्डमा छ, मेरो डेमा वर्क छ, अब बेलुका मात्र टाइम मिल्छ 1-2 घन्टा, त्यसमा नि पढ्नुपर्छ, खासै टाइम छैन भन्नेलाई त्यसको लागि अप्सन बी छ, स्टार्ट बिल्डिङ अ गुड ह्याबिट के। एउटा मात्रै ह्याबिट समात्नुहोस्, जुन चाहिँ सोच्नुहोस् यत्तिकै समात्ने होइन ह्याबिट भनेको मतलब, जुन चाहिँ लाइफ टाइमभरि एकदमै फ्रुटफुल होस्, तपाईँले एकदम मद्दत गरोस्। चाहे त्यो रिडिङ हुनसक्छ, एक्सर्साइज हुनसक्छ, जे पनि हुनसक्छ। यी कुरा भनेको चाहिँ सिस्टम हो, एउटा सिस्टम हो। कुनै पनि सक्सेसफुल मान्छेको चाहिँ सिस्टम हुन्छ। जे पनि मैले सिस्टमको बारेमा पहिलाको भिडियोमा नै भनेको छु, इम्पोर्टेन्स के छ भनेर त्यो भिडियो हेर्न सक्नुहुन्छ।
सिस्टम बनिसकेपछि इफ यु मेक योर ह्याबिट फर्स्ट योर ह्याबिट विल मेक यु लेटर भनेको मतलब तपाईँले पहिला ह्याबिटलाई बनाउने ह्याबिटले तपाईँलाई बनाउँछ के यो एकदमै इन्टरकनेक्टेड रिलेसन छ यसलाई कमजोर सम्झिनु भएन त्यो भयो एउटा अर्को भनेको चाहिँ स्टार्ट अक्वायरिङ स्किल्स अब साथसाथै तपाईँको साइन्स फिल्डको लागि डेभरि मेरो पढाइ छ बाँकी 1-2 घन्टा हुन्छ 5-6 घन्टा हुन्छ घरमा खाना बनाउने मान्छे छन् मम्मी ड्याडीसँग बस्छु अथवा म एक्लै बसे पनि 1-2 घन्टा तपाईँसँग हुन्छ इनफ टाइम हुन्छ त्यति त्यस्तो ऊ पनि हुँदैन अनलेस यु आर अ टपर नै बन्नु छ भने द्याट माइट बी डिफ्रेन्ट केस म पढ्नु नै पर्छ भन्ने होला पढ्नु पनि राम्रै कुरा हो मैले भन्न खोजिरहेको पढाइले मात्र हुँदैन मैले भन्न खोजेको साइड बाई साइड चाहिँ केही स्किल चाहिँ निकालिरहनु पर्यो ताकि तपाईँ अब यो पढाइ सकिएर बाहिर निस्किँदाखेरि जब मार्केटमा आउँदाखेरि एउटा हातमा डिग्री एउटा हातमा स्किल्स होस् जसले गर्दा चाहिँ डिग्रीले सपोर्ट नगरेको ठाउँमा स्किलले सपोर्ट गरोस् स्किलले सपोर्ट नगरेको ठाउँमा डिग्रीले सपोर्ट गरोस् भन्ने कुरा हो मेरो अब फुल टाइम अब मैले एसईको अब +2मा साइन्स पढ्नेको लागि भनिरहेको छु अब उनीहरूले दिनमा 1 घन्टा अथवा 1.5 घन्टा केमा टाइम दिने भन्दाखेरि स्किल अक्वायर गर्नमा टाइम दिने त्यो स्किल भनेको के हुनसक्छ जुन चाहिँ लाइफ टाइमभरि नै काम लाग्ने कुराहरू हुन्छ जस्तै सफ्ट स्किलहरू इङ्ग्लिस स्पिकिङको एकदमै इम्पोर्टेन्ट छ मार्केट अब ग्लोबल हुन लागिसकेको थाहा छ यो सबैलाई तपाईँ बिजनेस गर्दै हुनुहुन्छ भने तपाईँ एक्सपान्ड गर्नु पऱ्यो विदेशमा जानु पऱ्यो भने यु निड अ इङ्ग्लिस स्पिकिङ एबिलिटी अब अर्को भनेको जस्तै टेक्नोलोजी सम्बन्धी जस्तै एडिटिङ हुनसक्छ फोटो एडिटिङ भिडियो एडिटिङ म्युजिक भिडियो एडिटिङ सर्ट मुभी एडिटिङ सम्बन्धित यही हुनुपर्छ भन्ने छैन मैले भन्न खोजेको टेक्नोलोजी सम्बन्धी केही न केही तपाईँले स्किल सिक्नु पऱ्यो त्यसमा नि जस्तै डिजिटल मार्केटिङ हुनसक्छ केही न केही 1-2 घन्टा दिने क्या जहिले पढाइमा नि साथसाथै दिने एट द सेम टाइम 1-2 घन्टा चाहिँ त्यसमा दिने ताकि 2 वर्षमा 1-1 घन्टा दिँदा भनेको इट इज अ बिग थिङ तपाईँले आज 1 घन्टा दिँदाखेरि अलिक थोरै लाग्ला 1 वर्षसम्म त इट मेक्स अ लट चेन्जेस इन यु लट अफ चेन्जेस इन यु त्यो भयो अब अर्को स्किल्स के हुनसक्छ भने पब्लिक स्पिकिङ हुनसक्छ अर्को भनेको आर्ट हुनसक्छ पब्लिक स्पिकिङले के गर्छ के एबिलिटी निकाल्छ भन्दाखेरि तपाईँलाई बोल्नमा मद्दत गर्छ तपाईँ इफ यु वान्ट टु मेक अ गुड अमाउन्ट अफ मनी सेल्समा राम्रो हुनु पऱ्यो कि मार्केटिङमा राम्रो हुनु कि फाइनेन्समा राम्रो हुनु पऱ्यो बिजनेसमा चाहिने जति पनि इम्पोर्टेन्ट चिजहरू छ तीमध्ये एउटामा मात्र पनि तपाईँले स्किल निकाल्नुभयो भने तपाईँ यु बिकम भेरी भेरी भ्यालुएबल है अब अर्को पोइन्ट भन्दैछु दिस इज अ क्रुसियल पोइन्ट विच आई हेभ फाउन्ड मैले अब लेटर लाइफमै पत्ता लगाएँ तर मैले अहिले तपाईँलाई भन्छु कि मेन पढाइको गोल भनेको तपाईँलाई पैसा कमाउनु हो तपाईँलाई जसरी हुन्छ पैसा कमाउनु एनी हो भनेको मतलब अनएथिकल्ली होइन कि एथिकल्ली पैसा कमाउने बाटो मात्र देखाउने हो डिग्रीले मार्क्सले पढाइले अब अर्को कुरा भनेको चाहिँ तपाईँले चाहिँ धेरै ठुल्ठुलो कम्पनीहरू अथवा सामान्य कम्पनीहरूको जति पनि भ्याकेन्सीहरू आउँछ नि भ्याकेन्सीहरू तपाईँले एकदमै अब्जर्भ गर्ने भ्याकेन्सीको न्युजमा चाहिँ तपाईँले लाइक गर्ने भन्दा पनि फलो गर्ने भ्याकेन्सी आउने जति सबै पेजमा बेला बेलामा हेरिरहने त्यसले के गर्छ भन्दाखेरि तपाईँको अब जुन पनि इम्प्लोयरहरूले चाहिँ तपाईँको जब डिस्क्रिप्सन हुन्छ नि जब डिस्क्रिप्सन रिक्वायर्ड भनेको हुन्छ नि त के चाहिएको हुन्छ उनीहरूलाई त्यसमा जहिले बेला बेला पढ्दा के थाहा हुन्छ भन्दाखेरि जस्तै मैले अब टिचिङ फिल्डमा पढाइरहेको छु भन्दाखेरि सबै जब डिस्क्रिप्सन एउटा हुन्छ मिनिमम एक्सपिरियन्स 2 इयर्स रिक्वायर्ड भन्छ भनेको मतलब 2 वर्ष रिक्वायर्ड चाहियो अनि फेरि त्यही फिल्डमा चाहिँ मास्टर्स गर्नु पर्यो ब्याचलर्स गर्नु पर्यो भनेको हुन्छ भनेको मतलब मार्केटबाट चाहिँ इम्प्लोएबिलिटी जब पाउनको लागि के कुरा चाहिँ खोजिरहेको छन् है त ओनरहरूले इम्प्लोयरहरूले भनेर त्यो थाहा पाउनको लागि पनि त्यो जब रिक्वायरमेन्ट भ्याकेन्सी चाहिँ बेला बेलामा हेरिरहनु पर्यो ताकि साइड बाई साइड उनीहरूले के चाहिएको छ आफूले पनि त्यो स्किल डेभलप गर्दै जान पाइयो नि त उनीहरूले चाहिएको छ एक्स स्किल हामीले दिइरहेछौँ वाइले त फुलफिल गर्दैन त्यो साथसाथै यो डिमान्ड भइरहेको रहेछ यो स्किल चाहिँ भन्ने कुरा चाहिँ थाहा पाउनको लागि चाहिँ यो जब भ्याकेन्सीहरूको चाहिँ न्युज एकदमै अपडेटेड भइरहने एभ्री टाइम वाट एभर फिल्ड यु आर इन्ट्रेस्टेड इन
है, जुनै फिल्डमा इन्ट्रेस्टिङ छ त्यसैमा चाहिँ आइटी कम्पनी हो भने आइटी सम्बन्धी सबै न्युज ल्याइरहनु पऱ्यो, हेरिरहनु पऱ्यो, के डिमान्ड हुँदो रहेछ बेला बेला अपडेट भइरहनु पऱ्यो, ताकि त्यसले गर्दाखेरि चाहिँ ठ्याक्क जब अप्लाई गर्ने बेलामा चाहिँ तपाईँको स्किल चाहिँ तपाईँ चाहिँ फुल्ली प्रिपेयर्ड हुन सक्नुहोस् भनेर मात्र है। अब अर्को कुरा चाहिँ जुन चाहिँ अब मैले 3टा क्याटेगोरीको स्टुडेन्टको लागि कुरा गरिरहेको छु। फर्स्ट भनेको म्यानेजमेन्ट फिल्डको लागि कुरा गरेँ। म्यानेजमेन्ट फिल्डको लागि पार्ट टाइम यु मस्ट डु अ जब, किनकि तपाईँको पढाइ पनि त्यही सम्बन्धी नै हो, तपाईँले बिजनेस गर्नै पर्छ। अब त्यो जब गर्दाखेरि एकदमै सोचेकै राम्रो है, हतारले चाहिँ नगर्नु। टाइम लिनु, मजाले इनफ टाइम लिनु, सोच्नु, विचार गर्नु, के चाहिने हो रिक्वायरमेन्ट है, किनकि रङ फिल्डमा गयो भने फेरि बेकार हुन्छ। आफू जानुपर्ने एकतिर अर्कोतिर लाग्नु हो भने जति धेरै टाइम स्पेन्ड त्यो फिल्डमा गर्नुभयो रङ डिरेक्सनमा, त्यहाँबाट उम्किन त्यहाँबाट निस्किन गाह्रो हुन्छ, किनकि तपाईँले अब त्यो रिलाइ गर्नुहुन्छ कि त्यही कुरामा डिपेन्डेन्ट भइन्छ क्या। त्यही भएर एकदम सोचेर केमा जाने हो, कुन फिल्डमा जाने हो सोच्नुहोस्, बस्नुहोस्। बरु इट माइट टेक 1 महिना लाग्दा 2 महिना, डजन्ट म्याटर, सोचेर एकदमै रिसर्च गरेर। अब अर्को फिल्डको कुरा गरेँ मैले, साइन्स फिल्डको, जुनको लागि चाहिँ अलिकति थोरै टाइम हुन्छ, त्यही पनि उनीहरूले के डेभलप गर्न सक्छ मैले भनिहालेँ। स्किल्स भयो, ह्याबिट भयो, हबिजमा टाइम स्पेन्ड गर्ने 1-2 घन्टा, दिनको 1-1.5 घन्टा है। अनि थर्ड भनेको चाहिँ जुन चाहिँ अलिकति पढ्नमै इन्ट्रेस्टेड छ क्या उनीहरूलाई, जब गर्नमा छैन, म बरु पढ्छु नै, राम्रो गर्छु, स्कलरसिप ल्याउँछु भन्नेलाई पनि राम्रै एडभाइस छ। त्यो भनेको चाहिँ उनीहरूले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि जुन पढेको कन्सेप्टहरू हुन्छ नि, आफूले जति बुझेको हुन्छ त्यो कुरा अरूलाई बुझाउँदा एकदमै बढी बुझिन्छ क्या। तपाईँले एउटा कन्सेप्ट आफूले जति बुझिरहनु भएको छ, तपाईँको कुनै ग्याप छ, यो पार्टमा चाहिँ बुझाएको छैन भन्ने थाहा हुँदैन आफैले बस्दाखेरि। जब अरूलाई त्यही कन्सेप्ट बुझाउन थालिन्छ त्यो बेला चाहिँ एकदमै थाहा हुन्छ क्या। भनेको मतलब तपाईँले चाहिँ अब यु सुड स्टार्ट मेकिङ भिडियोज, त्यो एक्सप्लेन गरेको कि कन्सेप्टहरू क्या। हरेक जुन टपिक तपाईँले बुकमा पढ्नुहुन्छ अथवा सरले पढाउनुहुन्छ, लेक्चरको सुनिन्छ, नोट लिने, आफूले रिसर्च गर्ने, त्यो कन्टेन्ट बनाउने, त्यो भिडियोको कन्सेप्ट एकदम सिम्पल भाषामा एक्सप्लेन गरे। भिडियो मोबाइल जस्ट केही पनि चाहिँदैन, अनुहार पनि देखाउनु पर्दैन। एउटा A4 साइज पेपर लियो, हातमा क्यामेरा समात्यो, एउटा माइक लियो, मजाले लेख्यो व्हाइट पेजमा। त्यही व्हाइट पेजमा A4 साइजमा पेपरमा चेन्ज गर्दै गयो, लेख्दै गयो, त्यो भिडियो युट्युबमा हाल्दै जाने। यसको एक्सपेक्टेसन के? यसको एक्सपेक्टेसन भनेको म अब यो युट्युबमा भिडियो हालेर म टिचर हुन्छु, म एकदमै अब युट्युबमा लाग्छु, म युट्युबर बन्छु भन्ने होइन। यसको त्यो पनि होला। यसको फाइदा 2टा छ। एउटा तपाईँको फ्लुएन्सी, तपाईँले सोच्न सक्ने, तपाईँको सब्जेक्टप्रति भएको ग्रास, सब्जेक्टमा भएको एक्सपर्टिज, तपाईँले झन् विद्याता त्यो हासिल गर्दै जानुहुन्छ, तपाईँको त्यो एकाडेमिकमा नि हेल्प गर्छ, इक्जाममा नि। अर्को भनेको जसले बुझेको छैन उनीहरूले त हेल्प भइहाल्यो। यदि कनेक्सन राम्रै हुँदै गयो भने युट्युब पनि बढ्दै जान्छ, च्यानल पनि। केही पनि भएन भने पनि यसमा तपाईँको कस्ट चाहिँ के त? कस्ट के भयो त? कस्ट के छ त? क्यामेरा किन्नु पऱ्यो ठुलो, केही पनि छैन त। टाइम दिनु पऱ्यो, टाइम त के त? द्याट इज जस्ट लाइक स्टडिङ जस्तै त हो नि यो त। यसमा तपाईँले बोल्दा तपाईँको फ्लुएन्सी डेभलप हुन्छ, पछि स्पिकिङमा, सेल्समा, मार्केटिङमा पनि तपाईँको राम्रो हुँदै जान्छ। भनेको मतलब यसरी चाहिँ तपाईँले होलिस्टिकली हेर्न सकिन्छ। मैले चाहिँ कुन फिल्ड जाने, के पढ्ने भन्नुभन्दा पनि यो जर्नी नै भनिरहेको छु है मैले। एसई पछि ब्याचलर्स मास्टर्ससम्मको जर्नी, यो जति पनि हुन्छ नि 6-7 वर्ष, 8 वर्ष, कति वर्षको, यो जर्नी, यसलाई चाहिँ मिस नगर्नु। यो जर्नीमा तपाईँले डेभलप गर्नुभयो भने एकदमै भयङ्करै खुङखार भएर निस्किन्छ। मैले अलिकति ढिलो गरेँ यो स्टार्ट गर्नलाई, त्यो मलाई रिग्रेट भयो, त्यो मलाई फिल भयो। तपाईँले चाहिँ त्यस्तो नगर्नुहोस् भनेर मैले यो भिडियो बनाएको है। थ्याङ्क यू फर वाचिङ।